एक्सप्लोर गर्न गइरहेछौँ। वान अफ द बेस्ट फेमस ठाउँ हो जेबीको। हाम्रो जेबीमा बस्ने साथीहरू, नेपाली साथीहरू पनि घुम्न जानुपर्छ। त्यहाँ धेरै नै रमाइलो हुन्छ सुनेको छ है। त्यही एक्सपिरियन्स गर्न आज हामी गइरहेछौँ। लेट्स गो। ओके, हेलो गाइस। अनि अहिले हामी स्काइस्केपमा नगएर त्यहाँ बाहिर लास्टै गरै भएर अहिले चाहिँ हामी सिटी स्क्वायर मलमा घुम्न आएको छौँ। पहिला यहाँ अलि कटा सपिङ गर्ने हो, अनि त्यसपछि स्काइस्केपमा 35 फ्लोरबाट भ्यू हेर्ने हो जेबीको। ओके, आज फाइनल गर्ने हो। अब रमाइलो ठाउँमा जानु पर्यो। फाइनल्ली हाम्रो 3 वर्ष अगाडिको प्लान चाहिँ आज सक्सेस भएको छ। 3 वर्ष भइसक्यो त यो हाम्रो प्लान बनाएको होइन। अब यो हप्ता जाने, अर्को महिना जाने गर्दा गर्दै आज चाहिँ फाइनली सक्सेस भयो यो प्लान पनि। यसको लागि पनि कम्पनीले 3 लाख भिजा दिएछ। अनि बरु 2 दिनमा लास्टको दिन चाहिँ केटाहरू घुम्न जाउँ भनेर यो रमाइलो भइरहेछ। 3 दिनको ढाड दुख्ने गरी सुताइ पछाडि चाहिँ आज फाइनल्ली त्यो पनि 3 वर्ष अगाडिको प्लानिङहरूलाई चाहिँ हामी बिस्तारै बिस्तारै अब प्लानिङहरूलाई चाहिँ हामी हेर्दैछौँ। कता कता जाने जग्गाहरू घुम्छौँ। अब यहाँबाट चाहिँ हामी कहाँ जान्छौँ? आफ्नो तल्लामा जाँदैछौँ हामी। मनोज अहिले चाहिँ हामी स्कुलमा यतिकै तलमाथि यहाँ घुम्न है। यो ठाउँ भनेको अलि मनोरञ्जन र चिसो ठाउँ हुन्छ अलिक है। मलमा तलमाथि गर्दै पुरै एक्सप्लोर गरिरहेको छौँ। सिकेसमा मललाई हामी फुल्ली एक्सप्लोर हान्दिने आज मललाई हामी। ओके, अब हामी अर्को डेस्टिनेसनमा गएर हामी फेरि देखाउनेछौँ। ओके, फाइनल्ली हामी चाहिँ RNFमा पनि आइपुग्यौँ। आई लभ जोहर एन्ड यु के भाइ भन्छ माथि हेर नि। आई लभ जोहर एन्ड यु अरे। ल गाइजहरू, तपाईँहरू पनि छिटो छिटो यहाँ घुम्न आइहाल्नु होला। यो धेरै नै राम्रो प्लेस रहेछ र यहाँ टाइम पास गर्न पनि रमाइलो हुँदो रहेछ होइन। अरू यहाँबाट सिङ्गापुरको भ्यू, सम भ्यूहरू पनि हेर्न पाइन्छ। यहाँ समुद्रको पनि केही पार्टहरू हेर्न पाइन्छ। सो छिटोभन्दा छिटो तपाईँहरू पनि आउनु होला यहाँ र यो प्लेसको राम्ररी एक्सप्लोर गर्नु, मजा लिनु, फोटो बनाउनु, फोटो लिनु, भ्लग बनाउनु, टिकटक बनाउनु, युट्युबमा हाल्नु, पैसा कमाउनु।